हेलो, आज चाहिँ नवमीको दिन। आज म हाम्रो खेत डुल्दैछु। हेर्नु होला धान कस्तो छ। भोलि चाहिँ दसैँको टिका। यो चाहिँ हाम्रो खोर्सानी बारी। हिजो हावापानी चलेर हाम्रो धान सबै लडेको छ। यता हेर्नुहोस्, यता चाहिँ खासै असर परेन छ। अब म तलै गएर देखाउँछु हजुरहरूलाई। हेर्नुहोस् सबै धान लडेर कस्तो भएको छ अवस्था धानको। किसानहरूलाई चाहिँ खासै सजिलो चाहिँ छैन। अब धान रोप्ने सिजनमा चाहिँ पानी आउँदैन र यो धान अब ठ्याक्क निस्कियो। अब खाने बेलामा चाहिँ यसरी लडेर सखाप हुन्छ। पारीदेखि नै हलिमेला बजार, यता पारी तेह्रथुम बजार हो। यो चाहिँ फेदाप 2 वयाक जुन पर्छ। यो सकेगा त्यहाँनिर मम्मी उपर कहाँ साथीहरू। आज हामी चाहिँ ताजा ताजा अम्बा टिप्दैछौँ। हाम्रो धान चाहिँ लडेर सखाप भएको छ एकदम। जो यता हेर्न सक्नुहुन्छ धान बिजोक छ, बिजोक। पाकेका छन्। गर्ने लोकल अम्बा यो टिपेर खानुको मजै बेग्लै छ। साथीहरू आजलाई यति नै। अब यस्तै भ्लग हेर्नुको लागि मसँग जोडिरहनु होला। धन्यवाद।